हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ नि। आज चाहिँ रमजानको अन्तिम दिन। रमजान आजबाट सकियो। हाम्रो काम पनि आजबाट चाहिँ अलिक हल्का हुने भयो। न त दिनको 14-15 घन्टा दिनको काम गर्नुपर्ने राति 2 बजीसम्म। आजदेखिको चाहिँ आनन्द भयो एकदमै। अनि हामीलाई चाहिँ म्यामले हदिया दिनुभएको छ। के दिनुभएको छ तपाईँहरूलाई देखाउँछु ल। मलाई चाहिँ दिनुभएको अघि काम सकेर आएपछि चाहिँ बोलाउनु भयो मलाई र मेरो साथीलाई। अनि त्यस पछाडि यो झोला दिनुभएको छ। यहाँभित्र के छ तपाईँहरूलाई देखाउँछु। मलाई पनि थाहा छैन है। नम्बर 1 मा छ क्लिप। कति राम्रो छ क्लिप। थ्याङ्क यू सो मच म्याम। क्लिप छ तर मेरो चाहिँ यत्रो ठुलो क्लिप, यत्रो कपाल बाँधेको क्लिपले अलिक काम गर्दैन होला। एउटा साह्रै धेरै छ। एउटा यो क्लिप भयो। अनि त्यस पछाडि बडी स्प्रे रहेछ। अनि यसरी ह्यान्ड क्रिमहरू रहेछ। तपाईँले देख्न सक्नुहुनेछ 3टा ह्यान्ड क्रिम छ। ह्यान्ड क्रिम 3टा छ। अनि त्यसपछि एउटा चाहिँ बडी स्प्रे रहेछ। त्यही होला। त्यस पछाडि चाहिँ ऐना मसँग ऐना थिएन नि त। हाम्रो रुममा चाहिँ ऐना एउटा मात्रै छ, मेरो र मेरो साथीको। यो ऐना दिनुहुन्छ। मलाई चाहिँ काम लाग्ने चिज नै रहेछ। थ्याङ्क यू सो मच म्याम। एउटा यो भयो, एउटा यो त्यस पछाडि ओ माई गड कति राम्रो छ। नेकलेस 3टा छ टप अनि त्यसपछि 3टा छ नेकलेस। कति राम्रो छ कि सो क्युट छ। तर चाहिँ बोवाला छ। यो चाहिँ मन पऱ्यो मलाई। अनि त्यस पछाडि तर मलाई यो बच्चाले लाउने टाइपको लाग्यो है। घडी पनि ल्याइदिनु भएको रहेछ। मसँग अलरेडी छन त छ तर यो टाइपवालाको चाहिँ घडी छैन मसँग। जस मन पऱ्यो मलाई। राम्रै छ। जस्तोसुकै जे भए पनि, सानो भए पनि, ठुलो भए पनि, महँगो भए पनि, सस्तो भए पनि, गिफ्ट भनेको गिफ्ट हो होइन। मलाई चाहिँ सार्वजनिक चिज लाग्छ। सानो सानो कुराहरू एकदमै मलाई मनपर्छ गिफ्ट भनेपछि। त्यस पछाडि रबर ब्यान्ड यो पनि राम्रो छ। त्यस पछाडि यो चाहिँ ईदी हो कि के भन्छ नि। यो चाहिँ पैसा हो। हामीलाई चाहिँ दिनुभएको। मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ यति धेरै दिनुहुन्छ भनेर। यो चाहिँ 20 केडी। यो चाहिँ यसलाई ईदी भनौँ कि हदिया भनौँ कि के भनौँ त्यस्तो थाहा भएन। जस म्यामले हामीलाई दिनुभएको गिफ्ट हो। यो चाहिँ कसरी राख्नुभएको थियो, कति मजाले राख्नुभएको थियो। राख्ने पनि आएन। ओइ च्याप्थ्यो। थ्याङ्क यू सो मच म्याम। थ्याङ्क यू सो मच। साह्रै मन पऱ्यो। त्यस पछाडि के दिनुभएको छ भन्दा स्यालेरी खास गरी हाम्रो 24 तारिक आउने हो नि त। यो पनि स्यालेरी म्यामले चाहिँ हामीलाई आज कति तारिक 19 तारिक चाहिँ दिनुभयो। यो चाहिँ मेरो स्यालेरी हो। 1 महिना दुःख गरेको स्यालेरी। 1 महिना मैले दुःख गरेको स्यालेरी हो। सबै हालेर दिनुभएको छ के मलाई त खासमा त यो झोला मन परेको गाइस। यो झोला चाहिँ एकदमै मन परेको क्या। यो क्युट क्या। यो एकदमै क्युट छ। मलाई मन पर्यो। भोलि म मेरो हस्बेन्डलाई भेट्न जाँदैछु। यही ब्याग बोकेर जान्छु सामान हालेर। अझै पनि रहेछ हौ।
तर यो चाहिँ मैले हेरेको छैन, यो चाहिँ कस्टमरले दिनुभएको, एउटा कस्टमरले दिनुभएको। मलाई बुढी हुनुहुन्थ्यो, उहाँको बुहारीलाई हामीले हेयर स्टाइलको लागि गएको थियौँ। त्यतिखेर उसको सासूले चाहिँ आएर दिनुभएको भित्रबाट मलाई र मेरो साथीलाई। तर यो के हो भन्ने चाहिँ मलाई एक्चुअली थाहा भएन। यस्तो छ, कार्ड छ होइन। अनि त्यस पछाडि भित्र अस्ति पनि हेरेँ, तर मैले चेक गरेको छैन। यो ग्लोभ्स हो, ह्यान्ड ग्लोभ्स, कटन बड छ। त्यस पछाडि यो कलर छ। यो कसरी युज गर्ने मलाई थाहा भएन गाइस, सबैजनाले भनिदिनु होला। यो चाहिँ खास गरी मेरो साथीले चाहिँ मेहन्दी के भन्दै थियो, हातमा लाउने मेहन्दी के भन्दै थियो, तर के हो मलाई थाहा भएन। एकजना बुढी हजुरआमाले दिनुभएको। थ्याङ्क यू सो मच ग्रेट मदर, थ्याङ्क यू। धेरै खुसी लाग्यो। काम पनि सक्यो नि त आजदेखिको चाहिँ। काम सक्यो भन्ने मतलब रमजान सकियो, कामको चाप अलिक कम हुने भयो। अनि त्यस पछाडि यो क्युट गिफ्ट पाइयो, धेरै खुसी छु। फेरि एकचोटि देखाउँछु ल। यो मेरो नेकलेस, अनि यो मेरो रबर ब्यान्ड, त्यस पछाडि घडी, त्यस पछाडि यो सिम्पली भयो, यो ऐना, अनि त्यस पछाडि यो हेयर क्रिम, स्पेसल्ली यो इदी 20 केडी। अनि यहाँ सबैभन्दा ठुलो कुरा मेरो लागि यो स्यालेरी यसरी हालेर दिनुभएको थियो यो। थ्याङ्क यू सो मच हाम्रो म्यामलाई, थ्याङ्क यू सो मच। आई लभ दिस, थ्याङ्क यू। बाई बाई, नमस्ते, शुभरात्रि। अहिले चाहिँ यहाँ 4 बजेर 16 मिनट भइसक्यो। बल्ल काम सकेर अब चाहिँ मस्त सुत्ने हो। भोलि चाहिँ म मेरो हस्बेन्डलाई भेट्न जाने हो। बाई बाई, सी यू।